यहाँ जसरी माइती घर मण्डलामा बालिन शाह विरुद्ध अहिले नाराबाजी लगाइरहेका छन् देख्न सक्नुहुन्छ। भारतीय अब मोदीको गोजीमा बालिन शाह भन्दै नारा गइरहेको छ। मेरो धारणा त के छ भने जस्तै यो सीमा विवाद भइरहेको छ, यति बेला हामीले एकतर्फ बालिन शाह प्रधानमन्त्री जस्तो पदमा पुगेको मान्छेले बोल्दाखेरि केही सोचेर बोलेको होला भन्ने कुरामा अगाडि जानुपर्छ। अनि रहेको कुरा नेपालले पनि भारतको सीमा मिचेको छ, भारतले पनि नेपालको सिमाना मिचेको छ, बसेर समन्वय गर्छौँ भन्ने कुरा नराम्रो होइन। सुरुमा आफूभित्र भएका गल्ती पनि हेर्नु पर्यो, त्यसपछि अरूका गल्तीहरूलाई पनि औँला उठाउने ठाउँ पाइन्छ। यसमा धेरैको आलोचना विरोध छ, तर मलाई चाहिँ एक हिसाबले यो सही पनि लाग्छ। आफ्नो गल्ती देखाउने कुरामा देखाउनुपर्छ, भएको कुरामा सम्झौता गरेर अघि बढ्दा ठिक हुन्छ। र भारतले पनि यो कुराका अब भारतीय मिडियाले पनि यो भारत सरकारलाई बसी खान दिन्नन्। तिनीहरूले पनि अब हामीलाई मिचेका विवादहरू, नेपालले मिचेका सिमानाहरू हामीले चाहियो भन्छन्, आवाज उठाउँछन्। यो एकदम सही पछि छ, यो एउटा कुटनीतिक खेल हो। मैले इन माई नलेज होइन, हजुरहरूलाई यो कुरा कस्तो लाग्छ? मेरो त यही धारणा छ। अनि मेरो धारणा कस्तो छ हजुरहरूलाई मनपर्छ भने तल कमेन्ट गर्नु होला, मन पर्दैन भने पनि कमेन्ट गर्नु होला। कमेन्ट गर्दैमा कसको पो के जान्छ र होइन। ल है त।